छोरी मान्छे धेरै पढेर के हुन्छ र? मलाई पढ्न मन पर्छ। म केही ठुलो बन्ने छु। आज थाकेको छु तर सपना छोड्न सक्दिन। आमा बुबा, म सहर गएर पढ्न चाहन्छु। मामा घरमा बस। सजिलो छैन तर प्रयास गर। यहाँबाट मेरो सपना सुरु हुन्छ। घरको काम नगरी पढाइ मात्र हुँदैन। हुन्छ माइजू, सबै गर्छु। म कमजोर छैन, म थाकेकी मात्र हुँ। पढेर केही हुँदैन, गाउँ फर्क। ठिक छ, म फर्किन्छु। सहर गएर पनि केही गर्न सकिन। म अझै सकिएकी छैन। आज गाह्रो छ तर भोलि मेरो हुनेछ। मेरो मेहनत सफल भयो। तिमीले गर्यौ। ओह, यो हाम्रो जित हो। चुपचाप सहनु कमजोरी होइन, सपना नछोड्नु नै शक्ति हो।